सीताराम वाटिका हाम्रो सिक्किम हाम्रो गर्व। आज चाहिँ हामी सीताराम डाँडामा छौँ अहिले फिलहाल चाहिँ है। र हाम्रो सीताराम डाँडाको एकदम भ्यूज तपाईँहरूलाई म देखाउँछु आज चाहिँ मेरो भिडियोमा है। ल हेर्नुहोस् यहाँबाट भाउजू बस्नु भएको छ। तपाईँलाई त फेरि मङ्कीले प्रपोज गर्नु आँट्यो त जय हनुमान भन्नुपर्ने कि प्रपोज गर्नु आँट्यो जस्तो छ है। यहाँ हाम्रो यहाँ सीतारामहरू चाहिँ यहाँनिर यहाँ छ यसरी राम लक्ष्मण सीताको चाहिँ यहाँ यसरी स्ट्याचु राखेकोले गर्दाखेरि चाहिँ यहाँ चाहिँ नामै सीताराम डाँडा भनेर दिएको छ है। र यसरी नै हामी यहाँ चाहिँ नि एकदमै राम्रो बनाइदिनु भएको छ हाम्रो सरले है। अनि म चाहिँ आज यहाँ आउँदै नामथाङबाट आउँदै यहाँनिर ब्लग बनाउँदैछु है। र मान्छे जतिजना पनि हाम्रो गेस्टहरू बाहिरबाट आउनुहुने हाम्रो गाउँको है उहाँहरूले चाहिँ यहाँ आएर इन्जोय गर्नु सक्नुहुन्छ है। फ्यामिली ल्याएर घुम्नु है। यहाँबाट हेर्नुहोस् न आज त अलिकति मौसम पनि उयो भएको रहेछ त्यसले गर्दा चाहिँ राम्रो नदेखेको होइन, नभए चाहिँ एकदमै राम्रो देखिन्छ। यहाँबाट हेर्नुहोस् त एकदम डाँडा काँडा दामी। यसो आउँदाखेरि तपाईँहरूले चाहिँ यो बाटोबाट आउनुहुँदाखेरि चाहिँ यहाँ घुम्नु नबिर्सिनुहोस् होला सीताराम डाँडा भनेर है। हावा पनि यति मिठो छ है। यहाँ मेरो भिडियोमा पनि हावाको आवाज आउँदै होला होइन। आज चाहिँ यहाँ आएर एकदम शीतल मजा अनि शान्ति भइरहेछ है। र यहाँ हेर्नुहोस् न यहाँ हाम्रो भाउजूले इन्जोय गर्नुहुँदैछ हेर्नुहोस् त। घुमी फोटो खिच्नु हुँदैछ है। लु इन्जोय भनेको चाहिँ यसरी गर्नुपर्ने हुन्छ होइन। दिदीले पनि खिचिहाल्नुहोस् आएको बेलामा चाहिँ फोटो खिचिहाल्नुहोस् है। गाईको बाछाले हेर्नुहोस् त अहिले त अब प्रायः जस्तो नेचुरल गाईले बाछाले दुध खाएको हामीले हेर्नु पाउँदैन, तर यहाँ आएर हेर्नु सक्नुहुन्छ तपाईँहरूले। गाईको बाछाले कसरी दुध खान्थ्यो भन्दा चाहिँ तपाईँहरूको नानीहरूलाई देखाउनु पनि सक्छ होइन। यसरी दुध खान्थ्यो भनेर हेर्नुहोस् त कस्तो राम्रो एनिमल्स जिराफ सबै एनिमल्सहरू लगाइदिनु भएको छ। हेर्दा घुम्दा है कस्तो घुमेरै नसक्ने छ। परसम्म छ यो चाहिँ। यहाँबाट चाहिँ तपाईँहरूले ऊ माथि देख्दै गरेको चाहिँ यो नामथाङ बजार पनि देख्नुहुन्छ। यहाँबाट गाउँ एकदम राम्रो है। हाम्रो क्षेत्र विधायक हाम्रो सञ्जित सरले बनाइदिनु भएको र यहाँ चाहिँ गेस्टहरू चाहिँ एकदमै बेसी आउँछ र इन्जोय गर्छ है सबैजनाले। त्यसरी नै यहाँ भित्तामा है आफ्नो कल्चरको यहाँ लगाइदिएको रहेछ है। भुटिया लेप्चा अनि यहाँ नेपाली है। यसरी भित्तामा हेर्नुहोस् त कस्तो मजाले बनाइदिनु भएको छ। अब भिड यस्तो छ, यस्तो भिडमा है मुनिपट्टि चाहिँ यसरी क्या उयो गरेर ड्रइङ गरेर है भित्तामा यति दामी देख्ने बनाइदिनु भएको छ होइन। त्यसरी एनिमल्स हो। ल हेर्नुहोस् त यहाँबाट मैले देखाउँदै भ्युज कति दामी देख्दैछ। र अहिले तपाईँहरूलाई चाहिँ म उयो पनि देखाउँछु। घोडा पनि छ यहाँनिर होइन। घोडा चाहिँ चढ्दैन तर घोडा देखाउँछु। हिजोदेखि चाहिँ घोडा पनि ल्याएको छ। अन्त घोडामा पनि इन्जोय गर्नु सक्नुहुन्छ तपाईँहरू। हाम्रो दाजु र भाउजू चाहिँ यहाँनिर हेर्नुहोस् त। यहाँ चाहिँ कपिल फोटो पनि खिचिदिन्छु ल म यतिकै। लु मैले चाहिँ यहाँ फोटो पनि खिचिदिइहालेँ है। हजुर र दाजुको जोडी चाहिँ एकदमै राम्रो छ। यहाँबाट हाम्रो क्षेत्र विधायक हाम्रो सञ्जित सरले बनाइदिनु भएको र यहाँ चाहिँ गेस्टहरू चाहिँ एकदमै बेसी आउँछ र इन्जोय गर्छ है सबैजनाले। हाम्रो चाहिँ यहाँ पञ्चायत म्याडम हुनुहुन्छ है। र होइन उहाँहरू पनि आउनु भएको हामीसँगै माथि है नामथाङ जिपियूबाट उहाँ पञ्चायत म्याडम हुनुहुन्छ। अहिले हामी चिया खानेमा भेटौँ ल परै। ओके। जिराफ हेर्नु चाहिँ जू जानु पर्दैन, यहाँ पनि देख्नुहुन्छ है। हेर्नुहोस् त हेर्नुहोस् न गाईसँग हामी चाहिँ मैले फोटो पनि खिचेँ है। मैले चाहिँ यो गाईसँग मजाको फोटो पनि निकालिदिनु भयो। हाम्रो भाउजूले खिचिदिनु भएको फोटो चाहिँ दामी निकालिदिनु भएको छ होइन। अहिले चाहिँ यहाँ हेर्नुहोस् त है गाई हम्बा नानीहरूलाई देखाउनु पनि हुन्छ है हम्बा भनेर। र यहीँबाट सिन हेर्नु पर्दा चाहिँ यति दामी देखिन्छ है। जता पनि सिनै सिन यति दामी लोकेसन हेरेर चाहिँ है उयो गर्नुभएको छ है। र आउनुहोस् तपाईँहरूलाई अब हामी घोडा देखाउने छु है। हिजै ओपनिङ भएको
घोडाको ओपनिङ हिजो गरेको छ र हिजो एकदमै बेसी मान्छे आएर है चढेर इन्जोय गरेछ। आज चाहिँ हाम्रो टर्न है। तपाईँ चढ्नु हुने? अब चढ्नु पर्यो। मिठो मिठो चाहिँ के पकाउनुहुन्छ तपाईँहरूले यहाँ? वाह, लु सुन्दै मलाई चाहिँ मुखमा पानी आयो है। तपाईँहरू यहाँ आउँदाखेरि चाहिँ सबै कुरा पाउँछ, मोमो होइन, झालमुरी चटपटी सबै पाउँछ। यहीँ आएर तपाईँहरू पनि इन्जोय गर्नुहोस्। अन्त यहाँ चाहिँ स्पेसली उहाँको उयसमा चाहिँ नेपालको गिलो चटपटे पाउँछ अरे। अहिले हामी पनि खान्छौँ है, ट्राई गर्छौँ नि। अहिले पहिला चाहिँ अलिक डर लाग्छ है। ल घोडा यहाँ छ, तपाईँहरू पनि आउनुहोस् है। लु छिटै आउनुहोस्, हामी चाहिँ आइपुग्यौँ घोडामा चढ्नु। तपाईँहरू कहिले आउनुहुने हो? कसरी हो? सस्तो छ अरे, सस्तो ए हो? लु 200मा चाहिँ तपाईँहरू घोडामा चढ्नु पाउनुहुन्छ सीताराम डाँडामा है। ल यहाँबाट हेर्नुहोस् त कति दामी देखिन्छ सिन, एकदमै घुम्न आउँ लाग्दो छ है यहाँ चाहिँ है। मान्छेहरू पनि एकदमै बेसी है घुम्न आइरहेको छ यहाँ चाहिँ। ल हामी चाहिँ यहाँ रिल्स बनाउँदैछौँ। ल एक दिन त जाने हो संसार छोडेरमा, नाच्नुहोस् त। घरमै राखेर भने त यहाँ चाहिँ तातो तातो सेलरोटी पोल्नु हुँदो रहेछ। हामी चाहिँ बाटैमा गाडी राखेर चाहिँ सेलरोटी खानु झऱ्यो। फेभरेट कसको रोटी सेलरोटी फेभरेट हो? हजुर महँगो छैन, सस्तो छ। 100 रुपियाँमा 8 र 9वटा, त्यति मात्रै हो। बेसीको लग्यो भने अफर पाउँछ। बेसी लग्यो भने अफर पाउँछ। हामी चाहिँ लाने हो होइन, अलिकति खाने हो अन्त जाने हो। र हामी चाहिँ आउँदा आउँदै झमक्क सास पर्यो है। र हामी चाहिँ हाम्रो गाउँको आई लभ मामरिङको रातिको भ्युज हेर्नु एकछिन झऱ्यो। र यहाँ चाहिँ हाम्रो आशा म्याडम पनि आउनु भएको रहेछ। हामी चाहिँ हामी एकछिन बसेर बात पनि मार्यौँ है। र अब चाहिँ हामी घरतर्फ लाग्नुपर्ने छ। सो आजको लागि चाहिँ भिडियो यति नै है। बाइ बाइ, सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू फर वाचिङ।